ल आज हामी बीएनबी कोइनको बारेमा अलिक गहिरिएर कुरा गरौँ है त। हाम्रो मुख्य स्रोत छ बीएनबी कोइनको पूर्ण कथा। बीएनबी कोइन हाम्रो उद्देश्य के हो भने यो बीएनबी कोइन खासमा के हो, यो सुरुमा बाइनान्स एक्सचेन्जमा त्यो कारोबार शुल्क घटाउन मात्रै आएको थियो कि सुरुमा त त्यही चर्चा थियो कि यसको भूमिका त्योभन्दा धेरै फराकिलो छ। अब यसको उत्पत्ति, प्रयोग, यसको पछाडिको प्रविधि अनि भविष्य कस्तो होला यसबारे जान्ने प्रयास गरौँ है त। हुन्छ सुरु गरौँ यसको परिचयबाटै। बीएनबी यसको पुरा नाम त बाइनान्स कोइन भइहाल्यो हो। यो चाहिँ विश्वकै सायद सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज बाइनान्सले सन् 2017मा सुरु गरेको हो नि। एकदम 2017मा। तर यहाँ एउटा चाखलाग्दो कुरा के छ भने यो सुरुमा त इथेरियम नेटवर्कमा थियो रे, ERC20 टोकनको रूपमा। हो, सुरुमा त्यही थियो। त्यो बेला धेरै जसो टोकन इथेरियममै बन्थे, सजिलो पनि थियो होला स्थापित नेटवर्क प्रयोग गर्दा। तर पछि बाइनान्सले आफ्नै ब्लकचेन बनायो। हो, पहिले बाइनान्स चेन आयो अनि त्यसपछि अझै राम्रो बाइनान्स स्मार्ट चेन मतलब BSC। BSC आयो अनि बीएनबीलाई त्यतै सारियो, आफ्नै घरमा ल्याए जस्तो भयो। हो, आज त यो BSC को आफ्नै मतलब मूल मुद्रा नै हो। अब यसको उपयोगिताको कुरा गरौँ न। सुरुमा त शुल्क छुटको लागि मात्रै भन्नुभयो। हो, सुरुको मुख्य आकर्षण त्यही थियो। बाइनान्समा ट्रेड गर्दा बीएनबी प्रयोग गरे शुल्क कम लाग्ने। तर आज त यसको प्रयोग एकदमै बढेको छ। त्यो शुल्क छुट त एउटा सानो पाटो मात्रै भयो अब। हो र केमा प्रयोग हुन्छ त अहिले? अब हेर्नुस्, यो स्मार्ट कन्ट्र्याक्ट चलाउँदा शुल्क तिर्न प्रयोग हुन्छ बीएससीमा। त्यो कोडवाला सम्झौता हो त्यही। अनि एनएफटीहरू आजकल कति चर्चा छ नि एनएफटी को। छ त, डिजिटल आर्ट, कलेक्टेबल्स। हो, ती एनएफटीहरू बीएससीमा किनबेच गर्न बीएनबी नै चाहिन्छ धेरै जसो। अनि यो इथेरियम भन्दा सस्तो पनि पर्यो। त्यो त फाइदा भयो। अनि गेमिङ प्लेटफर्महरूमा, डिफाई एप्समा त झन् यसको ठूलो भूमिका छ। डिफाई मतलब डिसेन्ट्रलाइज फाइनान्स, जस्तै बैंक जस्तो बिचौलिया बिना नै ऋण लिने दिने मतलब लोन भयो। अनि आफ्नो क्रिप्टो राखेर ब्याज कमाउने स्टेकिङ भन्छन्। हो। अर्को छ फार्मिङ मतलब प्लेटफर्मलाई तरलता दिएर आम्दानी गर्ने। यी सबैमा बीएनबी एकदमै महत्त्वपूर्ण सम्पत्ति बनेको छ बीएससीमा। कति धेरै प्रयोग रहेछ। यति मात्र कहाँ हो र, कतिपय ठाउँमा त प्लेनको टिकट र होटल बुकिङमा पनि बीएनबी स्वीकार गर्छन् रे। साँच्चै गजब त। भविष्यमा त के थाहा, सामान्य पसलमै पनि यसबाट तिर्न मिल्ने पो हो कि। हेर्दै जाउँ। तपाईले डिफाई र स्मार्ट कन्ट्र्याक्टको कुरा गर्नुभयो, यसमा त त्यो बाइनान्स स्मार्ट चेन मतलब BSC को ठूलो हात छ होला नि त। एकदमै। BSC नभएको भए सायद यति धेरै प्रयोग सम्भव हुँदैन थियो होला बीएनबी को। कसरी फरक छ त यो अरूभन्दा, जस्तै इथेरियम भन्दा? अब यो इथेरियम जस्तै स्मार्ट कन्ट्र्याक्ट चलाउन मिल्ने ब्लकचेन त हो, तर यसको मुख्य विशेषता भनेको यो निकै छिटो छ। छिटो। अनि कारोबार शुल्क पनि एकदमै कम छ इथेरियमको तुलनामा। त्यही भएर होला है धेरै नयाँ प्रोजेक्टहरू BSC मै आएका। हो नि, छिटो र सस्तो भएपछि त्यता आकर्षण बढ्नु स्वाभाविक हो। अनि यो पुरै BSC प्रणाली चलाउन बीएनबीले चाहिँ ग्यास टोकनको काम गर्छ भन्छन् नि। हो, ठिक भन्नुभयो। ग्यास भनेको त्यही शुल्क हो। बीएससीमा कुनै पनि काम गर्दा, चाहे त्यो टोकन पठाउने होस् वा स्मार्ट कन्ट्र्याक्ट चलाउने, थोरै बीएनबी शुल्क तिर्नुपर्छ। बुझे। यहाँ एउटा प्राविधिक कुरा थपिहालौँ। बीएससीले प्रुफ अफ स्टेक्ड अथोरिटी POSA भन्ने प्रणाली प्रयोग गर्छ सहमति जुटाउन। यो इथेरियमको पुरानो प्रुफ अफ वर्क भन्दा फरक हो। यसले के फरक पार्छ? यसले गर्दा नै गति बढेको र शुल्क घटेको हो। तर यसमा एउटा कुरा के छ भने मान्यकर्ता भ्यालिडेटर्सको सङ्ख्या सीमित हुन्छ, जसले गर्दा यो इथेरियम जति विकेन्द्रीकृत डिसेन्ट्रलाइज चाहिँ छैन भन्ने बहस पनि छ। मतलब गति र विकेन्द्रीकरण बीच एउटा सन्तुलन खोजेको जस्तो। हो, त्यस्तै भन्नु पर्यो। एउटा प्राविधिक ट्रेड अफ। अनि तपाईले डिफाईको कुरा गर्दा प्यानकेक स्वैप जस्ता प्लेटफर्म पनि त BSC मै छन् हैन र? हो, प्यानकेक स्वैप त BSC को सबैभन्दा सफल डिसेन्ट्रलाइज्ड एक्सचेन्ज मतलब डेक्स मध्ये एक हो। डेक्स भनेको जहाँ प्रयोगकर्ताले सिधै एक अर्कासँग टोकन साट्न सक्छन्, कुनै बैंक वा एक्सचेन्ज जस्तो बिचौलिया बिना। हो, प्यानकेक स्वैप जस्ता प्लेटफर्ममा मान्छेहरूले बीएनबी जस्ता कोइन प्रयोग गरेर तरलता दिन्छन् अनि टोकन साट्छन् र त्यसबाट आम्दानी पनि गर्छन्।
यसलाई प्यासिभ इन्कम भन्छन् नि। ए हो, निष्क्रिय आय। हो, यसले डिफाईलाई धेरैको पहुँचमा पुर्यायो BSCले गर्दा। अब अलिकति यसको मूल्य यात्राको कुरा गरौँ न। यो पनि कम चाखलाग्दो छैन। छैन त। सन् 2017मा जम्मा 10-15 सेन्टबाट सुरु भएको रे। हो, त्यस्तै थियो सुरुमा, एकदमै कम। अनि 2021को त्यो क्रिप्टो बुममा त $600 भन्दा माथि पुगेको थियो। हो, $690 जतिसम्म पुगेको थियो सायद। गजबको उचाइ थियो त्यो। तर फेरि तल पनि झर्यो नि। त्यो त क्रिप्टो बजारको प्रकृति नै हो कि? हो, बजारमा उतार चढाव त भइहाल्छ, त्यो सबै क्रिप्टोमा हुन्छ। तर पनि BNBले आफ्नो स्थान राम्रै बनाएको छ। अहिले पनि शीर्ष 5 क्रिप्टोकरेन्सी भित्रै पर्छ प्राय। हो, बजार पुँजीकरण हेर्ने हो भने 30 देखि 50 अर्ब डलरको बीचमा रहिरहन्छ सामान्यतया। यसको मुजेलाई असर गर्ने अरू केही कुरा छन्? एउटा महत्त्वपूर्ण पक्ष छ, कोइन बर्न भन्ने। सिक्का जलाउने, त्यो भनेको? हो, बाइनेन्सले के गर्छ भने हरेक 3 महिनामा आफ्नो नाफाको केही हिस्सा प्रयोग गरेर बजारबाट BNB किन्छ। अनि किनेको BNBलाई स्थायी रूपमा हटाउँछ, मतलब त्यसलाई कसैले पनि प्रयोग गर्न नमिल्ने बनाउँछ। यसलाई जलाउने भनिन्छ। किन गर्छ त्यस्तो? यसो गर्दा बजारमा BNBको कुल आपूर्ति घट्दै जान्छ। ए, माग उस्तै रह्यो तर आपूर्ति घट्यो भने त? हो, मूल्य बढ्न सक्छ वा कम्तीमा मूल्यलाई टेवा पुग्छ भन्ने विश्वास गरिन्छ। अभाव सिर्जना गर्ने रणनीति हो यो। उनीहरूको लक्ष्य कुल आपूर्तिको आधा हिस्सा यसरी जलाउने भन्ने छ। रोचक रहेछ यो त। त्यसो भए BNBको भविष्य चाहिँ कस्तो देख्नुहुन्छ? यो त पुरै बाइनेन्स एक्सचेन्जसँगै जोडिएको जस्तो देखियो नि त। हो, धेरै हदसम्म यसको भविष्य बाइनेन्सको सफलतासँगै गाँसिएको छ। बाइनेन्सले आफ्नो सेवा विस्तार गर्दै गयो भने, जस्तै NFT मार्केट प्लेस, डिफाईमा लगानी, वेब3 इकोसिस्टम बनाउने कुराहरू, त्यसो हुँदा BNBको माग र प्रयोग बढ्ने सम्भावना एकदमै धेरै छ। तर जोखिम पनि त होला नि? पक्कै छन्। केही कुरा गम्भीर रूपमा सोच्नुपर्छ। जस्तै? पहिलो त क्रिप्टो बजार आफैमा एकदमै अस्थिर छ। भोलि के हुन्छ कसैले भन्न सक्दैन। त्यो त हो। दोस्रो, विश्वभरि सरकारहरूले नियमन रेगुलेसन गर्न खोजिरहेका छन्। त्यो समाचार आइरहन्छ। हो, अब यी नियमहरूले बाइनेन्स जस्ता ठूला एक्सचेन्जलाई कस्तो असर पार्छ त्यो हेर्न बाँकी छ। नियमले राम्रो पनि गर्न सक्छ, तर कडा नियमले व्यवसाय खुम्च्याउन पनि सक्छ। हो नि। तेस्रो, विगतमा बाइनेन्स कम्पनीसँग जोडिएका केही विवादहरू पनि नआएका होइनन्। ए हो, यस्ता कुराले पनि BNBको मूल्य र मान्छेको विश्वासमा असर पार्न सक्छ। त्यसैले म जहिले के भन्छु भने कुनै पनि क्रिप्टोमा लगानी गर्नु अघि आफैले राम्रोसँग अध्ययन गर्नुपर्छ। DOYOR, डु योर ओन रिसर्च। एकदमै महत्त्वपूर्ण कुरा। ल अब निष्कर्षतिर लागौँ। आजको कुराकानीबाट के बुझियो भने BNB कोइन जुन सुरुमा सायद कारोबार शुल्क घटाउने एउटा सामान्य टोकन थियो, त्यही रूपमा सुरु भएको, त्यो आज विकसित भएर बाइनेन्सको विशाल इकोसिस्टमको एउटा अभिन्न अङ्ग बनेको छ र डिजिटल वित्तीय संसारमा पनि यसको राम्रै भूमिका देखिन्छ। यसको यात्राले क्रिप्टो उद्योग कसरी विकास भइरहेको छ भन्ने पनि देखाउँछ। एकदम सही। तर यहाँ एउटा विचार गर्नुपर्ने प्रश्न पनि उठ्छ। के प्रश्न? BNBको मूल्य, यसको उपयोगिता, यो सबै कुरा एउटै कम्पनी बाइनेन्समा यति धेरै निर्भर छ कि यो दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्दैन? मतलब एउटै बास्केटमा धेरै अन्डा भने जस्तो। हो, ठ्याक्कै। एउटै संस्थामाथिको यस्तो अत्यधिक केन्द्रीकरण भविष्यका लागि कतिको दिगो होला, यो प्रश्नमा पनि विचार गर्नु सान्दर्भिक हुन्छ जस्तो लाग्छ मलाई।